यो घडी आउँछ भनेर यति चाँडै मैले पनि कल्पना गरेको थिइनँ होइन। अचानक यो एउटा शिक्षण पेसामा आबद्ध भइरहेको केही वर्ष बित्दै होला अचानक मेरो जीवनको नयाँ अध्याय मैले सुरु गर्न लागेको छु। यहाँहरूको शुभ आशीर्वादले, यहाँहरूको साथ समर्थन र सल्लाह सुझावले पक्कै पनि भावी दिनमा, भावी समयमा म अझ प्रगतिको बाटोमा लम्कने छु भन्ने मैले अपेक्षा राखेको छु। र धेरै कुराहरू यस विद्यालयमा कार्यरत विभिन्न कर्मचारी साथीहरू, शिक्षक साथीहरू, अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूका विषयमा त अघिल्ला वक्ता हाम्रा मसँगै विदाई कार्यक्रममा संलग्न अथवा विदाई हुनु भइरहेका अग्रज शिक्षक उपेन्द्र थापा सरले पनि बताइसक्नु भएको छ। जहाँसम्म हाम्रो विद्यालयमा को शिक्षकहरूको एउटा एकताको कुरा छ, उहाँहरूको कठिन परिश्रमको कुरा छ, विद्यालयको इज्जत प्रतिष्ठाको कुरा छ र विद्यालयको भविष्यको कुरा छ। उहाँहरूले अझ बढी मेहनत गरेर अहोरात्र खटेर विद्यालयको भविष्यको लागि भावी दिनमा अझ राम्रा प्रोग्रामहरू, प्लानहरू ल्याएर चाहिँ विद्यालयलाई यसै पनि यो नमुना विद्यालय अझ यो नेपालकै नमुना विद्यालयको रूपमा चाहिँ स्थापित गर्न हर तहरले प्रयास गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु। र सम्पूर्ण साथीभाइहरूको शुभेच्छालाई आत्मसात गर्दै, हृदयमा राख्दै र अचानक यसरी विदाई हुनु परेकोमा मलाई पनि एकदम दुःख लागेको छ। यो दुःख पनि व्यक्त गर्दै र यो विद्यालयप्रतिको माया, सहकर्मी शिक्षक साथीहरूप्रतिको माया प्रेम, विद्यार्थीहरूको माया प्रेम, हरेक कुरालाई हृदयमा राखेर म जीवनमा अगाडि बढी नै रहनेछु। र एउटा जीवनमा अब मानिस अवसरको खोजीमा हुँदा रहेछौँ। यहाँ हामीलाई हाम्रो प्रधान सरले प्राय मिटिङमा भन्नुहुन्थ्यो, तपाईँहरूले अवसर पाउनु भएको खण्डमा हामी तपाईँहरूलाई रोक्ने छैनौँ भन्नुहुन्थ्यो। त्यो कुरा मैले आज महसुस गरेको छु। यो विषयमा उहाँले मलाई एउटा पनि शब्दले कमेन्ट गर्नु भएन कि तपाईँले किन यति चाँडै विद्यालय छाड्न लाग्नुभयो अथवा 20 सेसनमा विद्यालयलाई छाड्न लाग्नुभयो भनेर मलाई कुनै पनि हिसाबले भन्नुभएको छैन। यो हिसाबले पनि उहाँले हामी जस्ता युवा साथीहरूको मर्मलाई बुझ्नुहुन्छ भन्ने मलाई लागेको छ। यति भन्दै सम्पूर्ण यस विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य, अध्यक्षज्यूहरू अनि अङ्ग्रेजी माध्यमतर्फका कोअर्डिनेटर सर लगायत सम्पूर्ण साथीहरू र शिक्षक शिक्षिका मित्रहरू सबैलाई